वाला कुछ हुआ Garbage. Happy birthday, Rosie. Hi everyone, this is Rosila and very warm welcome and I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भनेर हैन अनि मलाई चाहिँ आज धेरै दिनपछि भिडियो बनाउन मन लाग्यो हैन फर क्रिएटिङ मेमोरिज अनि जस्ट म के गर्छु आज इन अ डे इन माई लाइफ जस्तै हैन अनि दिस डे इज भेरी स्पेशल फर मी लाइक इट्स माई बर्थडे अनि पछि मलाई लाइक यस्तो छ क्या नेपालमा बर्थडे हिजो सुरु भइसकेको छ लाइक मेरो 28 गते हो क्या नेपालको अनुसार अनि इङ्ग्लिस डेट अनुसार चाहिँ 14 सेप्टेम्बरमा हो अनि 28 गते सुरु भइसक्यो अनि हिजोबाट नै मलाई विसहरू गर्नु भइसक्यो क्या लाइक मम्मी बाबाले भाइहरू बहिनीहरूले सबैजनाले एन्ड थ्याङ्क यू भेरी मच अनि पछि आज 13 सेप्टेम्बर भइरहेको छ भर्खर मर्निङ भइरहेको छ क्या अनि म अहिले काममा जान लागिरहेको छु मेरो मर्निङ सिफ्ट चाहिँ 6:30बाट 11 बजेसम्म मात्रै हो अनि त्यसपछि म घर आउँछु चाँडै नै आज चाहिँ अनि त्यसपछि अनि भोलि 14 सेप्टेम्बर बल्ल हुँदैछ सो माई बर्थडे इज रनिङ फर द होल 3 days एन्ड इट्स भेरी फन आई डोन्ट नो वाइ मलाई सेप्टेम्बर मन्थ आई फिल भेरी स्पेसल यतिकै नै होइन इट्स भेरी स्पेसल फर मी अनि के भन्दा चाहिँ अनि आज चाहिँ सानोतिनो गेट टुगेदर पार्टी भनौँ पार्टी पनि होइन जस्ट मेरो कलेजको साथीहरू नभेटेको पनि कति धेरै भइसक्यो आफ्टर ग्रेजुएसन हामीले कहिले पनि राम्रोसँग भेट्न पाएको छैन बिकज अफ टाइम टेबल एन्ड एभ्रिथिङ सो मैले चाहिँ जोलाई सबैजनालाई भनेको छु होइन मेरो क्लासमेट अब जस्तो मेरो दाइहरू दिदी भाउजूहरू अनि पछि मेरो साथीहरू होइसिन्छ अनि पछि मैले बोलाएको छु अनि उहाँहरू आउनुहुन्छ होला गाइज अघि घरमा भिडियो बनाएको त स्टोरेज फुल भएर बन्द भइसक्यो बनाउँदै अनि पछि मैले उबर गरेको थिएँ नि त अनि त्यही भएर म आइसकेँ आइम अलरेडी एट वर्क 10 मिनटको ड्राइभ हो अनि पछि के भनौँ म घर यहाँ आइपुगिसकेँ अब म काम सुरु गर्न सक्छु मेरो रुममेट चाहिँ अब उहाँले चाहिँ मेरो दिदी साथी बेस्टु के हो सबै हो उहाँ चाहिँ सी इज भेरी काइन्ड हार्टेड अनि पछि आई लभ हर सो मच अनि सो गाइज आई निड टु स्टार्ट माई वर्क होइन मैले चाहिँ हल्का स्पेस क्लियर गरेको छु पहिलाको एउटा भिडियो ब्लग थियो कि अनि त्यो सबै डिलिट गरेँ मैले अनि अब आई होप यसको लागि पुग्छ होला स्पेस ओके गाइज सी यू लेटर है त बाई सो गाइज म चाहिँ बसबाट उठेँ होइन अनि पछि बसले नै अलमोस्ट मलाई छोडेर जान लागिसकेको थियो कि म बस त्यो वाकिङ साइन खुलिरहेको थियो अनि बस यता गइसकेको थियो तर पनि 1 मिनट जति रुक्नुभयो मेबी मलाई देख्नुभएको थियो अनि थ्याङ्क यू अनि पछि म स्टपमा छु आजकल पुरै पातहरू झरिसकेको छ इट्स लाइक दिस आई विल मिस यु यस्तो भएको छ कि अहिले चाहिँ अनि अब विन्टर अब अहिले फल देन विन्टर लाइक मलाई होइन नेपालबाट सबैजनाले विस गर्दै हुनुहुन्छ ह्याप्पी बर्थडे बट मेरो बर्थडे यहाँ त सुरु भएकै होइन भोलि सुरु हुन्छ इट्स काइन्ड अफ फन राइट ओके गाइज आई विल सी यु एट माई होम हस् सो आई एम फाइनली एट होम एन्ड लेट्स सी व्हाट इज शी डुइङ someone is sleeping Right. No. Please. Don't so. I got it now. हातमा बेन्सर लागेछ When will this Oh my god, she has already started to cook meat. I don't know. अनि के हो यो मलाई एउटा डायलग याद आइरहेछ यार कोठा चाहिँ सफा गर्नुपर्छ किचन सफा गर्नुपर्छ यस्तो धोस्त छ पाहुना बोलाउन नि लाज लाग्ने हो कि लिटरली अनि गाइस वी आर लुकिङ फर आवर न्यू रुम 15 दिन मात्र बाँकी छ अनि घरहरू खोज्नु हाम्रो झ्याउ भइसक्यो रुमै खोले त्यस्तै छ पारा मलाई थर्काउँदै हुनुहुन्छ कि काँक्रो काट ठिटी गरेर नबस्छ ब्ला 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 ओके 4 घन्टा मात्र टाइम छ हामीसँग अनि हामी पकाइसक्नुपर्ने हुन्छ अनि हाम्रो चाहिँ यताबाट किन्नुपर्छ होइन
त्यसैले त 3-4 चुलो बनाउनु पनि टेन्सन त्यही के भएको के लाइक हुन्छ नि 4वटा चुलो हुन्छ नि 4वटामा आउट अफ ओए कसरी अट्छ एउटा मात्रै बल्छ ए अनि छोड हामीलाई टाइम कसरी लाग्छ अट्छ मैले चाहिँ अघि प्रेप गरेँ हजुरहरूले देखिसो होला होइन ओ मा वाट ह्यापन गर्ल खुर्सानी छिरेको छ हो अनि 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 उहाँ आधी आइसकेर अनि चिकन पकाउँदै हुनुहुन्छ अनि कराईमा त्यो अड्दै अड्दैन थियो मासु अनि 2 चोटि गरेर यता र उता गरेर यस्तो झ्याउ लाग्दो भइसक्यो अनि फेरि चुलो एउटा मात्र भयो नि त द्याट्स द मेन प्रब्लम अनि अरू के भएछ भन्दाखेरि माइक्रोवेभ पनि बिग्रियो के मेरो बर्थडेमा के बिग्रिन परेको मेरै कानुनमा हुनुपर्ने अनि यहाँ चाहिँ अचार बनाउन लगाएको हामीले नहाँसियो अनि अनि म चाहिँ यता सरसफाइ गरिरहेको छु अब झाडु पोछा लाउनु बाँकी छ तैँले भन्नु अचार बनाउनु लाग्यो अचार के भयो के भयो आलु नै पुगेन आलु पकाउनु ग्यास छैन के हाल्यो तपाईँ भएको यो पकाएको छैन आलु पाएको भने टमाटर राखेर अनि पानी राखेर हुन्छ यति गाह्रो भएको छैन नि पकाउन यति गाह्रो भएको छैन नि एउटा मात्रै लाइक ठुलो कराई पनि नै अनि एउटा मात्रै ठुलो इट्स टु मच माई गॉड गाइस मासु फाइनली पाक्यो एन्ड इट्स लुकिङ भेरी डेलिसियस त्यही त पकाउनु छ के अरे के दाल थाकिसक्यो हामी म भन्दा नि उहाँ मेनली सी हेज बिन कुकिङ बिहानको 11 बजेतिरबाट एन्ड अहिले 3:30 भयो यत्रो मेहनतले पकाउने अनि लास्टमा होइन तल झऱ्यो यसको रस अनि त्यसैमा हाल्यो कस्तो मिठो देखेको वाउ भने मासु फाइनली मासु इज डन अनि म धनिया सनिया काटिरहेको छु अनि अचार बनाउनु छ यता छिटो यार 5 बजीसम्म त भ्याउँछ भ्याउँछ होला हामीले होइन गुन्द्रुकको अचार नि बनाउने भनेको अनि अचार बनाउन आउँदैन गुन्द्रुकको सो दुईजनाले हामी युट्युबमा रेसिपी हेरेको सजिलै है म चाहिँ रेडी हुन जान्छु इट्स अलमोस्ट 4 PM अनि म नुहाइ धुवाइ गरेर यसो छिटिक्क बन्छु तर लुगा चाहिँ मजा लागिसक्यो 15 मिनट मात्रै बाँकी छ अनि 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 उहाँ जानुहुन्छ अनि अझै पाक्नै बाँकी छ कि ल सी यू गाइस आई एम डन विथ चावर होइन अनि त्यसपछि उहाँ दिदीले चाहिँ दाल पनि पकाउनु भइसकेछ अनि दाल मासु भइसक्यो अनि अचार पनि भइसक्यो अचार आई गेस या अलमोस्ट डन अनि त्यसपछि अब चाहिँ म चिकनको के हो आई डोन्ट नो डु वी कल त्यही बनाउन जाँदैछु आई डोन्ट नो एन्ड अचार इज लाइक दिस अनि भइसक्यो अलमोस्ट अनि अब चाहिँ काम सक्यो भनौँ फाइनल्ली थ्याङ्क यू दिप फर एभ्रिथिङ यु हेभ डन Let's do a space for guests. मेरो पेट ब्रो इट्स टु मच एउटा खुट्टा आइसक्यो फेरि मेरो पेट दुखो CCTV पनि हेर्छ होला है ओ माई गॉड सीसीटीभी त बिर्सिरहेको माथिबाटदेखि garbage garbage it garbage it garbage upper view देखाइदिनु upper view रुम सफा यहाँ सफा गर्नु पर्यो कि स्पेसली बनाउनु पर्यो भनेको के छ यार अति भयो अरे म रुन्छु होला धेरै हाँस्नुहुन्न झाडु पोछा लाउँछु अब म ओके बाई
गाइस मेरो केक घरमा आइपुगिसकेको छ. इट्स सो प्रिटी ओ माई गड. यति धेरै राम्रो छ कि केक भर्खर ल्याइदिइसक्यो अनि माई गड थ्याङ्क यू भेरी मच. बलुन माथि छ. यहाँ छ मैले उसलाई म त फुलाउनु सक्दिनँ बलुन त एउटा पनि सक्दिनँ. अनि म चाहिँ होइन अचार बनाउन गुन्द्रुक खोजेको गुन्द्रुकै भेटिरहेन. कहाँ पुग्यो होला त कहाँ राख्यो होला मैले. आइ एम नट गेटिङ गुन्द्रुक. ओ माई गड केक इज सो प्रिटी. होइन काम सकिन्छ किचनको भनेको त बल्ल बल्ल मैले सरसफाइ गरेर सकाएँ. अनि पछि अब चाहिँ के बनाउँदै हुनुहुन्छ उहाँले चाहिँ आलु फ्राई बनाउँदै हुनुहुन्छ. अनि त्यति नै हो. अनि पछि गुन्द्रुकको अचार बनाउँदै हुनुहुन्छ. अलमोस्ट सकिसक्यो होइन. अनि मलाई चाहिँ रेडी हुन जाऊ भन्नुभएको छ. सो म के लुगा लगाऊँ आई डोन्ट नो. आई रियली डोन्ट ह्याभ एन आइडिया. बट होइन डेकोरेसन एन्ड एभ्रिथिङ इज गोइङ टु बी सो असम. त्यही भएर ड्रेस पनि राम्रो लगाऊँ भनेर सोचेको. बट लुगा नै के लगाऊँ आई डोन्ट नो. यति धेरै आई मिन लाइक मेरो लाइफमा नै फर्स्ट टाइम नै होला कि यसरी बर्थडे सेलिब्रेट गर्न लागेको चाहिँ. नेपालमा कहिलेकाहीँ हुन्थ्यो. अनि पछि यहाँ आइसकेपछि चाहिँ मेरो फर्स्ट बर्थडे नै राम्रै भएको थियो. अनि त्यसको बिचमा चाहिँ लाइक धेरै कति काम थियो. लाइक मेरो समर ब्रेक थियो नि त. अनि त्यही भएर त्यस्तो केही भएन. बट दिस टाइम आई एम भेरी सक्ड after seeing all those arrangement and everything. Yeah, thank you so much. I'm very grateful for having them in my life होइन. यस्तो टाढाको देशमा आएर पनि मलाई लाइक हुन्छ नि. मलाई कहिले लाग्थेन कि मलाई हुन्छ नि मेरो लागि पनि कसैले यति मान सोध्छ भनेर. मैले नेभर लाइक मेरो जिन्दगीमा मैले कहिले पनि सोचेको थिएन कि. या देयर इज फ्यामिली. तर फ्यामिली बाहेक पनि हुन्छ नि कोही हुनुहुन्छ जस्तो. एन्ड दे हेभ डन सच अ स्पेसल फर मी. अनि डेकोरेसनहरू यताउता गर्दै हुनुहुन्छ. मुनि किचनमा नै गर्छौँ किनकि रुम सानो छ नि त माथि. अनि या आई विल गेट रेडी. अनि म लुगा खोज्छु तर लुगा कुन लाउने आई डोन्ट नो. आई एम डुइङ लिटल बिट मेकअप. little bit लिटल बिट little bit are you lying हो लिटल बिट होइन यो लिटल बिट होइन धेरै नै हो. मस्कारा एन्ड एभ्रिथिङ आई डिड. मेरो कपाल के गर्ने आई डोन्ट नो. सुड आई डु विथ माई हेयर वाट. So guys, yeah, and I have decided my clothes. मैले के लगाउँछु भनेर. तर कस्तो देख्छ I don't know. Combination कस्तो देख्छ. I'm all done. अनि म चाहिँ मुनि फोटो खिच्न जानु लागेको होइन. अनि पछि मलाई नाउ मुनि भन्नुभयो कि आई डोन्ट नो. उहाँहरूले चाहिँ डेकोरेट गर्नुभयो नि त. अनि दे वान्ट टु गिभ मी अ सरप्राइज. अनि पछि त्यही भएर चाहिँ नाउ तिमी नाउ भन्दै हुइदिन्छ. वाट दे डिड टु मी. बाहिर फोटो खिच्ने भनेको होइन. अनि पुरै मेरो आँखामा यसो पट्टी बाँधेर अनि पछि घर बाहिर निकालिदिनु भयो मलाई. अनि यहाँ बाहिर फोटो खिच्छौँ. अनि त्यसपछि चाहिँ अनि भित्र जाने हो अहिले. ल सो गाइस मेरो चाहिँ फोटो खिच्दैछु होइन क्यामेराबाट. मलाई चाहिँ चलाउनु आउँदैन क्या यो क्यामेरा. अनि पछि फोटो खिचिदिनु भयो. अनि म भित्र जानु छ मलाई. तर अनि मलाई लिन आउनुभएको छैन. बोलाउनु पर्छ किनकि म आँखा खोलेर माथि जान सक्दिनँ. कज दे हेभ डेकोरेटेड इन दिस लाइक मुनि किचनमा डेकोरेट गर्नुभएको छ नि त. अनि आई एम सो एक्साइटेड. लाइक आई एम फिलिङ भेरी नर्भस एन्ड ह्याप्पी एट द सेम टाइम. मलाई त पुरी जाँदालाई अलाउड छैन. अनि बहिनी आइसक्यो कि यहाँ. अब यहाँ रेडी भएर बसिसकेको छु. Thank you. Like gift हुने भयो. My God. Wow, congratulations. Thank you so much. Thank you. Khushbu. See, and the file. I'm so obsessed with flower. Thank you. मेरो हात कामिरहेको छ. I don't know why. I'm literally shaking. Okay, यता क्यामेरामा आइसु हजुर. काहीँ भइसु.
Hi guys. हेलो लिप हेलो ग्लोस लाउँछु. हेलो खै त्यो लिप ग्लोस देऊ न. मेरो ग्लस त गाइस अनि यो चाहिँ मेरो फर्स्ट टाइम नै हो कि मैले बुके पाइरहेको छु फ्रम समबडी एल्स लाइक इन माई एन्टायर लाइफ. अहिलेसम्म बुके पाएको थिइनँ. अनि युमा सी हाउ प्रेटी इट इज. कस्तो राम्रो छ. अनि पछि दाईहरू आउनु भइसकेको छ. अनि पछि एकजना आउनु बाँकी हुनुहुन्छ के साथी. अनि पछि त्यही भएर चाहिँ मलाई मुनि जान दिसेको छैन के. सो आइ एम हियर. अनि अब मुनि बोलाउनुहुन्छ अनि त्यसपछि जाने हो. ओके कस्तो डरलाइ छ. ह्याप्पी बर्थडे रुम यस्तो भद्र गर्छ. थ्याङ्क यू. हातमा स्मेल गरेर बसेर केटी त कस्तो ए बक्खु हो बक्खु भन्नाले नि माथिको सेट छुट्टै हो अनि बक्खु राम्रो वान थिङ ह्यापन्ड के भयो भन्दाखेरि चाहिँ मेरो आधी लाइक दाई भाउजूहरू चाहिँ आइसक्नु भएको छ. अनि इट्स लाइक 9:30 PM राइट नाउ. अनि पछि मेरो कुनै साथीहरू चाहिँ 11 साढे 11 बजे आउनुहुन्छ. अनि पछि मलाई केक चाहिँ कति बजे काटौँ भइरहेको छ कि एट 12 राइट नाउ. आई डोन्ट नो. अनि फेरि उहाँहरू जानुहुन्छ. अनि पछि फेरि सो आई डोन्ट नो 12 बजे काट्नुपर्ने हो केक त. फेरि उहाँहरू जानुहुन्छ. अनि फेरि मेरो आधी साथीहरू आएको पनि हुँदैन. के गर्ने आई डोन्ट नो. ह्याप्पी बर्थडेको गाना बजाइसक्यो मुनि. ह्याप्पी बर्थडे टु डिसाइडेड केक चाहिँ अहिले नै काट्ने. कज दाई भाउजू भनेको अलि रेस्पेक्टेड गेस्ट नै हुनुहुन्छ होइन. काम भाउजूको काम चाहिँ 11 बजीबाट. सो सी इज वेटिङ होइन. सो अहिले नै काट्छौँ. अनि आई हर्ड द भोइस ह्याप्पी बर्थडे रोसिला के इन म्युजिक. कसरी कस्टमाइज गर्नुभयो आई डोन्ट नो. Guys, I'm going. Surprise to surprise. Thank you so much. It's okay. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you. Oi, candle box. खाऊ खाऊ रोसला खाइहाल न नजाऊ. अब आफ्नो भाग. Happy birthday. Happy birthday to you. Oi, Thank you. अलि धेरै खाइदेऊ. सबैजना आउनुहुन्छ. डान्स पनि गऱ्यो. राम्रोसँग पढ्नु पर्दैन नि Happy
मच फर एभ्रिथिङ You're welcome. थ्याङ्क यू अनि हाम्रो चाहिँ केक चाहिँ 12 बजेभन्दा अगाडि नै काट्यौँ किनकि उहाँहरूको काम थियो अनि निस्किनु भइसक्यो हतार 11 बजीबाट काम छ सो थ्याङ्क यू सो मच फर कमिङ थ्याङ्क यू You're welcome. Birthday to you. Happy birthday to you. Happy birthday, dear Rosila. Happy birthday to you. Yeah! Woohoo! Happy birthday, Rosila. Also, so much आइदिएकोमा and for flowers and gift thank you अनि दिदीहरूलाई सम्झेको छ भन ल बाई 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 खान्छु कट 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 मिठो भएको छ है भात तरकारी मासु सबै छ Credit all goes to our sister Nupur. गुन्द्रुकको सहयोगबाट गर्ने कुरा अलिकति है हाम्रो फर्स्ट टाइम सिकेको फर्स्ट टाइम 11 बजीदेखि बनाएको किनकि एउटा मात्रै चुलेको बल्थ्यो सो गाइज अहिले चाहिँ सबैजना जानु भइसकेको छ मेरो साथीहरू सबजना जानु भइसक्यो अनि इट्स अलरेडी 2:16 AM इन द मर्निङ अनि पछि यति धेरै गार्बेजहरू खानेकुराहरू बाँकी भएको छ के अनि सरसफाइ गर्नु पऱ्यो नि त अनि यति धेरै गिफ्ट फर्स्ट टाइम इन माई लाइफ ओ माई गड म कसरी व्यक्त गरौँ मेरो भावना भन्ने यहाँ हेर्नु सो अनि मेरो चाहिँ साथीहरू चाहिँ हामी ग्रेजुएसन पछि बल्ल आज भेटेको अनि सबैजनासँग भेट्यौँ अनि दाइ र भाउजू चाहिँ काम भएर हतार हतार जानुभयो त्यस्तो धेरै गर्न पाएन अनि साथीहरूले फेरि लास्टमा मेरो लागि छुट्टै नै केक ल्याएको रहेछन् अनि त्यो केक पनि काटियो सो 2-2वटा केक अनि पछि यति धेरै सरप्राइज गिफ्ट्स अनि पछि ब्युटिफुल पिपल पर्सन्स अराउन्ड मी एन्ड आइ एम भेरी ग्ल्याड टु ह्याभ देम इन माई लाइफ अनि थ्याङ्क यू हजुरलाई फर एभ्रिथिङ You're welcome. अनि यति धेरै खाना बाँकी भएको छ है अनि अब यो चाहिँ भोलि खानुपर्छ अनि यता हामीले घरको साथीहरूलाई चाहिँ केक दिएको छैनौँ अनि भोलि दिन्छौँ अनि त्यस्तै हो अनि पछि मेरो फोनमा स्टोरेज सकेर अनि मैले गीकोबाट भिडियो बनाइरहेको छु अनि आई होप मैले चाहिँ यताउता गरेर जोडेर अनि यो भ्लग चाहिँ एन्ड गर्छु होला होइन अनि म चाहिँ होइन यति धेरै गिफ्ट लाइक अनि मैले भने नि बुके पनि मैले फर्स्ट टाइम पाएको मेरो लाइफमा अनि पछि अनि हजुरले नि फर्स्ट टाइम दिसेको नि उहाँले नि कसैलाई बुके दिनुभएको छैन उहाँको इन्टायर लाइफमा अनि मैले फर्स्ट टाइम पाएको बुके अनि बहिनीले पनि बुके फर्स्ट टाइम कसैलाई दिएको अनि मैले पाएको के इट्स लाइक अनि पछि यति धेरै गिफ्ट्स या अनि पछि अनि यो भिडियोज यो मलाई यो डेकोरेसन मलाई फ्याल्नै मन छैन तर अब के गर्नु होइन गर्ने निकाल्नु परिहाल्छ भोलिसम्म त अनि यस गाइस अनि पछि म यसको चाहिँ अनबक्सिङ भिडियो चाहिँ पार्ट 2 नै बनाउँछु किनभने यो बनाउन लाइक धेरै लामो हुन्छ नि त अनि मलाई अहिले नै खोल्न मन छ तर इट्स अलरेडी लाइक 2:20 जति भइसक्यो अब त अनि पछि फेरि भोलि मलाई 6:30मा काममा पुग्नु छ अनि त्यसपछि दिउँसो बाहिर जानु छ अनि सो मैले चाहिँ लाइक यताउता गर्न भ्याउँदिनँ अनि थ्याङ्क यू सो मच गाइस अनि पछि मैले चाहिँ यु नो लाइक यसपालि मैले 50जना जतिबाट चाहिँ बर्थडे विस पाएँ फेमस त होइन तर पनि आइम लाइक ओ माई गड देयर आर लट्स अफ पिपल्स हु लभ्स मी हु केयर्स अबाउट मी त्यस्तो
थ्याङ्क यू सो मच। अनि यस म चाहिँ यो बर्थडेको यो गिफ्ट चाहिँ होइन भोलि बाहिरबाट आइसकेपछि कामसाम सबै सकेपछि घर आएर अनबक्सिङ गर्छु। अनि त्यसपछि भोलि खोल्ने कि अहिले खोल्ने? अहिले ओके म अहिले खोल्छु बट दिस विल बी माई पार्ट 2 ओके। एन्ड धेरै लामो हुन्छ। किनकि धेरै लामो हुन्छ। एन्ड हजुरलाई के भन्नु मन छ एन्ड गर्न लागेको ब्लग? Thank you guys. Thank you for watching. We said happy birthday in comments. And go watch the part 2 for all the gifts. या थ्याङ्क यू आई लभ यू। Thank you. Bye. I love you. बाई गाइज गुड नाइट। म चाहिँ गिफ्ट खोल्छु अहिले अनि पछि म पार्ट 2 बनाउँछु ओके।